नमस्कार, वेलकम एभ्रिवान। आज म हजुरहरूलाई कुमारी ब्याङ्कमा इकम कार्डका लागि कसरी अप्लाई गर्ने भनेर सिकाउन गइरहेकी छु। सबैभन्दा पहिला इकम कार्डको बारेमा केही जानकारी दिन्छु। इकम कार्ड चाहिँ मेनली इन्टरनेसनल पेमेन्टको लागि युज हुन्छ। इकम कार्डको लागि अप्लाई गर्न सबैभन्दा पहिले जुन ब्याङ्कबाट अप्लाई गर्न लाग्नु भएको हो त्यो ब्याङ्कमा खाता खोल्नुपर्छ। इकम कार्डमा पैसा लोड गर्दा सुरुमा एक्स्ट्रा पैसा लाग्दैन, तर त्यसपछिको हरेक पटक लोड गर्दा 500 चार्ज लाग्छ। अनि हरेक पेमेन्टमा $1 जति चार्ज काट्छ। त्यसैले आफूलाई चाहिएको भन्दा थोरै एक्स्ट्रा पैसा लोड गर्नुहोला। अब लागौँ भिडियोको ट्युटोरियल तर्फ। सुरुमा सर्चमा गएर कार्ड अथवा इकम कार्ड रिक्वेस्ट सर्च गरेर क्लिक गर्नुहोला। त्यसपछि कन्टिन्यूमा क्लिक गर्नुहोस्। यस्तो इन्टरफेस देखिसकेपछि आफ्नो अकाउन्ट नम्बर सेलेक्ट गर्नुहोस्। अब हजुरहरूले अमाउन्ट इन USD लेखेको ठाउँमा त्यहाँनिर आफूलाई चाहिएको अमाउन्ट हाल्नुहोला। मलाई चाहिँ $222 चाहिएको भएर त्यति राखेँ। यति गरिसकेपछि अब हजुरले कन्टिन्यूमा क्लिक गर्नुहोस् र यस्तो इन्टरफेस खुल्छ। अब हजुरहरूले आफ्नो इमेल एड्रेस, प्यान नम्बर, वार्ड नम्बर टाइप गर्नुपर्ने हुन्छ। प्यान नम्बर चाहिँ हजुरहरूले नागरिक एपबाट बनाउन सक्नुहुन्छ। त्यो बनाउनु भएको प्यान नम्बर लिएर नजिकैको राजस्व कार्यालयमा गएर फिजिकल कार्ड लिनुहोला, तब मात्र प्यान नम्बर भ्यालिड हुन्छ। प्यान इस्यु म्युनिसिपालिटी लेखेको ठाउँमा हजुरहरूले आफ्नो प्यान जहाँबाट इस्यु गर्नुभएको छ त्यही लेख्नुहोला। मैले चाहिँ काठमाडौँबाट इस्यु गरेको थिएँ, त्यही भएर काठमाडौँ लेख्दैछु। हजुरहरूले पहिलो पटक इकम कार्डमा पैसा लोड गर्दा ब्याङ्क एपबाट नै हुन्छ भने त्यसपछि हरेक पटक लोड गर्दा ब्याङ्कमै जानुपर्छ। यस इकम कार्डमा इयरली 500 USD मात्र लोड गर्न मिल्छ। अब कन्टिन्यू क्लिक गर्नुहोस्। अब त्यहाँनिर आई हियर बाई एग्री एन्ड एक्सेप्ट लेखेको ठाउँमा टिक मार्क लगाएर कन्टिन्यू गर्नुहोस् र सबमिट गर्नुहोला। त्यसपछि योर कार्ड हेज बिन क्रिएटेड सक्सेसफुल्ली भनेर देखाउँछ र हजुरको ब्याङ्कबाट अमाउन्ट पनि डिडक्ट भइसकेको हुन्छ। अब इकम कार्डको डिटेल्स हेर्नको लागि एपको होम पेजमा गएर माई अकाउन्ट्समा क्लिक गर्नुहोला। त्यसपछि कार्ड्समा गएर आफ्नो डेबिट कार्ड र क्रेडिट कार्ड दुईटै कार्ड आफ्नो फ्रन्टमा देख्न सक्नुहुन्छ। अब इकम कार्ड लेखेको ठाउँमा क्लिक गरेर आफ्नो कार्डलाई एक्टिभ गर्न सक्नुहुन्छ। थ्याङ्क यू फर वाचिङ। प्लिज लाइक, सेयर, सब्सक्राइब गरेर साइडमा रहेको बेल आइकनलाई बजाइदिनु होला। बाई बाई।